Happy Mother's Day! Gift. Hi guys, welcome back to my channel. Hey yo, हामी चाहिँ कलेज गएर नि आइसक्यौँ। अब फेरि सपिङ गर्न जाने हो साथीहरू। अब चाहिँ हामी जान्छौँ केक लिन गाइस, घर छेउकै बेकरीमा। हामी केक लिन जाँदै होइन गाइज। यो युट्युब च्यानलको ओनर चाहिँ यही छन्, तर मलाई नदेखाऊ भने छन् होइन। म बुझ्नै फेरि यतिकै नाटक पार्टीहरू देखिको मलाई एक्सपिरियन्स छ क्या, कसरी गर्ने एक्सपिरियन्स छ। अनि होइन, मान्छेले मलाई जेसुकै सोचोस्, आई डोन्ट केयर। यतिको कन्फिडेन्स भएपछि मैले चाहिँ पाठिसकेँ। जुस पिलादो मौसमी का होइन गाइस। अब गिफ्ट त भन सुरु भयो। ह्याप्पी मदर्स डे घुमाउनु हो। ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे। पनि सक्नु प्रियम तर याद असली ज्यादा तो खाने नहीं ज्यादा तो खाने नहीं ये सलाह बनेको छ। यस्तो खाना खाँदै रिजन म्याच हेरिसक्यो तर फेरि हाइलाइट टफी मेरो चाहिँ चकलेट फ्लेभरमा, दिदीको टफी क्यारामेल। हाई
च्यानलमा सब्सक्राइब हानिदिनु भन्नु लाइक हानिदिनु कमेन्ट सब्सक्राइब गरिदिनु होला सरप्राइज Nama Hani ya udah. Bilaya nang turu. Ikut bilas. Yuk bilas. Ikut bilas. Bar tanaram. सोमबार प्राय मान्छेहरू निस्किन्छ होइन बाजे रोप्ने मकैहरू छ नि त्यो लाएर घाट बोटलतिर त सोमबार पुरै बजारै बन्द हुन्छ तिनीहरू त्यो व्रत बसेर वार्ता नलाउनु आइपुग्यो Jaduk kiar. Matthew, new flower in the town. And it last like I have confidence. Yeah, and over there. Wait. मैले भन्दा धेरै वटा खिच्यो पीछे देखो पीछे हेलो यस्तो गर्नु न सबभन्दा बच्चा मै हो तर म पिङ खेलेको होइन मोमो इज हियर नेपालीले मोमो नखाएसम्म पुग्दैन फिनिस हुन लागिसक्यो इज द्याट स्पाइसी How is it? कन्ट्री 50 रुपियाँ काटा इसका ओभर एक्टिङ मम्मी उहाँ नाचिरहेछ उहाँ बाबाले कसरी भिडियो गरिराख्नु भएको छ पानी परेको कारणले हामी निस्किन परिरहेको छ अब के बोल्नु छ भाइलाई साह्रो हेर त तिमी त खाएको भनेर नि के साह्रो मुखमा लिएर हिँडेको के हो भाइ तिम्रो साह्रो हो त्यो पुछ्ने काम गरेर यता हेर त पानी नै परिरहेछ मम्मीको डान्स हेर्नु टिकटक हुँदैछ रमाइलो हुँदैछ यहाँ चाहिँ माछा हेरिराख्नु भएको छ fish farming को लागि this place is so nice माछाहरू के भन्छ है माछाहरू अब पिङेलले फेरि के बच्चा भनेर चाहिँ यसरी पिङ खेलिरहेछ साथीहरू मैले तँलाई छोडेर जाऊँ कि ओ लोट्ला ओके सेफ वान दे ल बुढी आमाले खेलिहाल्नु ल दसैँ आयो भनेर ए उल्टो गरिदियो ओके गाइस हैन मिठो भएको माछा छ के भन्छ नाम अब गोल्डन भन्छ सिल्भर भन्छ गोल्डन फिस यस ट्राउट अनि यहाँ चाहिँ गोल्डन सिल्भर देख्न सक्नुहुन्छ हामी चाहिँ ट्राउट फार्ममा आएको मम्मीहरू त्यहाँ फोटो खिच्दै हुनुहुन्छ एकदमै रमाइलो भइरहेको छ घुमाइदिउँ भने
स्कल नेपालीको बेजेट यो चाहिँ स्याकु यसलाई चाहिँ स्याकु भन्छ छाता छाता होइन यसलाई पुरानो छाता भन्छ भन्छ अँ, ए छाटो 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 यता आइज, यहाँ हो छाटो छाटो ल ल ल आजीले 10 पाथी मकै पिनिसके भन छोडिदिनु झन् बिगारे ल अरू केही छैन भित्र त डेकोरेट गर्ने त केही नरहेछ अब त झ्याल हो झ्याल गाई झ्याल भने बुझ्छस् हो झ्याल विन्डो अँ यो बल्ल ढिक्की ल ल ल मलाई तातो यस्तो हैन ल अनि मैले कानी चाहिँ तातो भन्न सक्नुहुन्छ ल इफ गाउँमा आजी भएको भए गाउँमा यस्तै प्रगति गर्नुहुन्थ्यो हाम्रो आजीले आज कतिको रमाइलो भयो त आजी एकदम रमाइलो भयो आज आज रमाइलो भयो मिठो मिठो खान पायो घुम्न पायो माछा हेर्न पायो अनि खाना पाउने घुम्न पाउने भयो त म खुसी छु त्यही त हो सबै लाम खाम भयो त सबै खुसी नि ल अहिले चाहिँ 6 बजेको अवस्था छ हामी चाहिँ घर जानुपर्ने हो अघि नै हो बट के गर्न सकिन्छ रमाइलो ठाउँ देखेपछि मन त भुलिहाल्छ नि अनि हेर्नुहोस् त यहाँ कति राम्रो ठुलो माछा छ नि साथीहरू देखिराख्नु भएको छ म चाहिँ देखिरहेको छु हजुरहरूले नि हेर्न मन छ भने यहाँ आएर हेर्न सक्नुहुन्छ के गर्ने आम जस्तो गर्ल डोन्ट जज मी ल फुल टिपेर टक्क यसरी लगाइदियो शिरमा के गर्न सक्छु र यस्तै हो आजको छोटो मिठो भ्लग हजुरहरूलाई कस्तो लाग्यो रमाइलो लाग्यो होला सायद सो अहिलेको लागि हामी घर जानुपर्ने हुन्छ सो अहिलेको लागि बाई सी यु इन नेक्स्ट भ्लग बाई सी यु इन नेक्स्ट भ्लग हामी चाहिँ घर जान्छौँ ल बाई उमगर घन्टा लामो गर्नु I love you प्रियाको गिफ्ट रहेछ बुढी आमालाई प्रिया राम्रो भएछ नि हैन यो चाहिँ मकै हो साथीहरू यहाँ चाहिँ पहिलाको जमानामा यसरी राख्नुहुन्थ्यो अरे गाउँघरमा अहिले पनि कतिपय ठाउँमा देख्न सक्नुहुन्छ अनि यो चाहिँ घुमाउरो घर गोलो घर रोदी घर जस्तै छ के अरे यहाँ फोटोसुट गर्न रेडी हुँदै हुनुहुन्छ हाम्रो आजी मिस हजुरलाई कस्तो लाग्यो हाम्रो राम्रो लाग्यो एकदम राम्रो लाग्यो यिनको भिले माछा मिठो रहेछ सबभन्दा नराम्रो चिज हजुरलाई के लाग्यो केही लागेन ठिकै छ राम्रो लाग्यो झुट किन सर्भिस ढिलो जी भन्यो भने अट्की